आहा! कति सुन्दर, मनलाई नै लोभ्याउने रमणीय वातावरण र मौसम पनि। अब यस्तो मौसममा एउटा बन्द कोठाभित्र बसेर मोबाइल चलाउनुभन्दा प्रकृतिसँग हल्का घुलमिल हुने र कुनै एउटा ठाउँमा लाग्नको लागि सबैभन्दा उत्कृष्ट मौसम। त्यसैले म निस्किएँ कुनै एउटा गन्तव्यविहीन एउटा बाटोलाई पहिल्याउँदै, बाटोलाई पछ्याउँदै। यो बाटोले जहाँ जहाँ डोर्याउँदै लानेछ, म त्यहाँ त्यहाँको सम्पूर्ण भिडियोहरू कैद गर्ने प्रयास गर्नेछु र म तपाईँहरूलाई पनि देखाउने प्रयास गर्नेछु। मसँग भिडियोमा जोडेर रहनुहोला र मेरो भिडियो अन्त्यसम्म हेर्नुहोला। सम्भवतः तपाईँले कहिले पनि नदेखेका ठाउँहरू र तपाईँको कल्पनाभन्दा बाहिरको वातावरण तपाईँले देख्न पाउनुहुनेछ। आशा छ तपाईँले यो भिडियो सुरुदेखि अन्त्यसम्म नै हेर्नुहुनेछ।